चलो भाई देखो अब मैं क्या करता हूँ। हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो यो युट्युब ब्लगमा र आजको दिनको सुरुवात चाहिँ भइसकेको छ मेरो चाहिँ होइन। र आज चाहिँ अब यसो अब उठिसक्यो अब फ्रेस भएर यसो अब घुम्न जाने यो माथितिर आज चाहिँ होइन साधन पनि बनिसक्यो र फाइनली र आज चाहिँ कम्प्लिट भइरहेको छ साधन बनेर कति लगभग 17-18 दिनपछि बनेका साधन पनि होइन। अब लिन गएर घुम्न जाने हो टक्क अब यस्तो उठेर फ्रेस भएर अब जानु पर्ला नि। यो चाहिँ अहिलेसम्म उठे छैन कि ओए ओए यता ओए त चाहिँ उठ्ने नअहिलेसम्म किन यसको चाहिँ काम छैन यसको चाहिँ काम छैन होइन। अब उठ्ने भनेको म यो अब यसको काम छैन यसको चिया पका भनेको उठेर च्यातेले पकाउन चिनी भ्यारे यो आइज नि त अनि त मेरो पाइपको खोलेको पैसा जान्न रे अनि चिया खान्छु सुनाइ त चिया पनि नखाएर केही पनि नगरेर काम छैन ए ब्रुस भएर अब कोलगेट छ अरे ब्रुस खा मेरो ब्रुस खाइ तैँले नचलाए मेरो ब्रुस काम छैन कि यसको काम छैन कि यसले खालि मेरो ब्रुस चलाउँछ अनि ब्रुस छैन भन्छ मेरो ब्रुस कहाँ भन् यो त बिरालु पनि साथमा राखेर चाहिँ यसले त ब्रुस कहाँ छिटो भन्नु ब्रुस कहाँ बाँदर नि त काम छैन यसको नि काम छैन कता गयो त ल यसको नि काम छैन रातभरि म्याउ के म्याउ तर हाम्रो घरबाट भ्यू देखिने भनेको चाहिँ यति नै हो है। अलि डाँडोतिर गयो भने त राम्रो देखिन्छ क्या यहाँ चाहिँ आस्ति राम्रो देखिँदैन यतातिरबाट चाहिँ देखिने भनेको नि यति नै हो खासै राम्रो त देख्दैन यहाँबाट त्यही पनि अब कोलगेट चाहिँ ब्रुस चाहिँ यहाँ ल्याएर राखिदिरहेछ अनि कहाँ पाउँछ त नि यहाँ स्ट्रबेरीको बुटो रोपे थिएँ खासै फलेकै छैन यतातिर अहिले फलेकै छैन स्ट्रबेरी छैन। अब कोलगेट हाल्नुपर्छ यहाँ चाहिँ होइन। अब कोलगेट हालेर चाहिँ अब कोलगेट हालेर अब धारासम्म चाहिँ हिँड्नुपर्छ हामी होइन। धारासम्म चाहिँ हिँडेर अब अनि टक्क लाएर अनि हेलो काकी हजुर कसलाई देखाएको होइन युट्युबमा भ्लग बनाएको काकी युट्युबमा भ्लग बनाएको क्या भ्लग बनाएर पैसा कमाउनु पऱ्यो कि युट्युबबाट कता लाउनु भयो तपाईँ हजुर चिया पकाउनु अहिले ल चिया खाना आउनु पर्यो हो अर्को प्लेट बस्यो हाम्रो घरतिरबाट चाहिँ आरु चाहिँ हरि फल्छ नि काकी यहाँ होइन आरु चाहिँ हरि फल्छ कि यो बुटोमा भयो अनि यतापट्टिको बुटोमा यसमा झन् हरि फल्छ कि यसमा हान्दा नि यसमा हान्छ नि यसमा चाहिँ झन् हरि फल्छ क्या यसमा त हरि छ काकी बुटोमा आरु चाहिँ यसमा चाहिँ हजुर जस आजको युट्युब भिडियोमा चाहिँ के नयाँ छ भने फेरि होइन आजको भिडियोमा चाहिँ हिजो चाहिँ दिदीको घर गएको थिएँ है अनि दिदीको घर जाँदाखेरि चाहिँ अब जुङ्गा दारी फालेको यहाँको फालेको माथिको नि फालेछु ल माथिको यस्तो गरेर हात गर्छ हात यहाँको फालिरहेको थियो अनि यसरी गरेर हात माथि गर्छ यताको यति भएको गइहाल्यो त्यही भएर पुरै फालिदिएको त्यही भएर अहिले त अङ्कलले बाटोमै हिँडेको त बल्ल 20 वर्ष पुग्यो अङ्कल दिइरहेको एउटा बहिनी आएर बहिनीले त बसमा सिट पाएको थियो अनि थाहा अङ्कल म बस्छु न भनेर बस्दिरा अङ्कलले हेर्नु त
त्यो साह्रो बुढो देख्छु र खागे भन्नु देख लो भाई हम लड़के हैं ना हमारे साथ ऐसा ही हो म त्यो साह्रो बुढो देख्छु र बुढो त तेरो साह्रो बुढो त देख्दैन नि है ए राम्रो कति वर्ष पुग्यो रे त बाँदरले 80 वर्ष पुग्यो भन्छ त्यसको काम छैन ऊ धोती रे हुन त कालो हो म भन्दा गोरो भएर मलाई हेर्छ बहिनीले ल अब धेरै दाँत मार्दै हुन्छ गोरो भइन्छ होइन के अरे धेरै ब्रुस गऱ्यो भने दाँत गोरो हुन्छ त्यही भएर चाहिँ टक्क लाएर अब धेरै त गर्नु हुँदैन अलिअलि है ल अहिले भेटौँला है त फाइनल रेडी भयो र हामी चाहिँ अब चिया खान जाँदैछ काकीको घर होइन त जाँदै किन रे कहीँ घर चिया खान जाने कि रे त बाँदर नि यसो सुरुमा आफ्नो अनुहार धोइन फोरी छ्या र यस्तोमा आज दाजु अरे के अरे दाजु अरे तैँले त दाजु धोएर भ्याइछ नि दाजु गरिस् के गर्नु ल के आउँछ मिसेर आज भर्ना गराउन स्कुल कहिले हो भर्ना अनि त्यसपछि बुक किन्नको लागि कुन फेरि हो कुनलाई किन्नुपर्छ भन्नको लागि हो ए अनि पैसा चाहिँ खै त के मलाई हेरेस् र तपाईँले नि पैसा किन्नको लागि चाहिँ बुक चाहिँ मैले दिने के अरे बुक किन्नको लागि चाहिँ पैसा चाहिँ मैले दिने ठ्याक्कै उल्टै भनेछु अनि त्यसो त्यही हिसाबले त म स्कुल जानु पऱ्यो नि त मैले बुक किन्ने पैसा त्यसै त अनि बुक किन्ने पैसा त्यसै त म पो जानु पऱ्यो त अनि तपाईँ चाहिँ जानुहोस् नि किन बुक किन्न त जान्छस् भन्छ स्कुल चाहिँ म जानु तेरो साटो त जान्छस् रे यसको गफाडियो काम छ नि यसको जान्छ आमा घर चाहिँ खान्छ नि कि नै जाने हो ल जाम हामी पनि चिया खान चल्यौँ चिया खान गइन्छौँ अब चाहिँ होइन हामी चाहिँ घरतिर चाहिँ फेरि लाज लाग्छ क्या माछाले भिडियो बनाउँदा क्या जहिले पनि होइन मिल्ला उडाइदिन्छ हो घरतिरको मान्छेहरूले भनेको जहिले पनि त्यही भएर चाहिँ लाज लाग्छ हो घरतिर चाहिँ भिडियो बनाउन होइन जहिले पनि यो दारी काटेर होला माछालाई बाटोमै हिँड्ने मैले अङ्कल भन्छ त्यसरी अङ्कल चाहिँ देख्छु र म अङ्कल दाखिल साले भर्खरै 20 वर्ष पुगेछ यहाँ 20 वर्ष पुगेको अहिले अङ्कल दिन्छ नि अङ्कल भन्छ ओइ मिकु भाइ यता मिकु उठ हाट्ने मिकु हाट्ने उयो रिसा तो उससे मेरा क्या फायदा रिसा हिजो मा पिटेको थिएँ मैले ल रिसा यता हेर न नहीं मुझे मजाक नहीं उड़वाना अपनी चीज का मैं नहीं बताऊंगा हेलो भन्ने मिकु ओइ हेलो भन्ने यता ओइ यता हातले हातले नि हातले हो हातले नि हातले यता न ओइ हातले मिकु हातले होइन हातले यता उठ ल उठ यतापट्टि लाग्छ ल हातले ले मिकु हातले हो हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो स्याबास यसले गर्छ यसले चाहिँ घरिघरि चाहिँ अड्छ तेरो काम छ नि यो चाहिँ हाम्रो यो चाहिँ आमा घरको अन्त प्यारो कुकुर कान्छो छोरा जस्तै हो यो चाहिँ ओए घैटे ओए हेलो भनिया अनि अरू के भन्ने भयो भिडियोमा लाइक सब्सक्राइब गरिदिनु होला थैंक्स
Love you. Forever. यसलाई आउँदो रहेछ आन्टी के पकाउँदै हुनुहुन्छ हो पकाउनु लानु भएको ल ठिक छ ल अहिले अहिले गरेर ल्याउनु पर्ला नि आन्टी ग्यास त अहिले पछि लिएर आउने ग्यास चाहिँ मैले अहिले पछि माथि गरेर ल्याउन ग्यास चाहिँ त्योसँग न त के भन्नु त्यो भएन हो त्यो खाना उयो म अहिले झारिन्छु रोक्ने सिनेमा चिया खाँदैछु यहाँ म चिया खाएर भाइ चिया पनि बनाइसक्यो रहेछ आमाले ल अब चाहिँ चिया खाने ल अब चिया खाएर आजको भिडियो चाहिँ यही समाप्त हुन्छ लभ यु अल गाइज बाई